हेलो एभ्रिवान, हजुरहरू सबैजना राम्रै हुनुहुन्छ होला। हजुरहरूलाई मेरो ब्लगमा मनैदेखि स्वागत छ। साथीहरू, हजुरहरू सबैजना के गर्दै हुनुहुन्छ होला। हामी चाहिँ आज बिहान बिहानै मेरो दिदीलाई चाहिँ पुरै पढ्न मन लागेर चाहिँ पुरै पढ्दै हुनुहुन्छ कि मेरो दिदी चाहिँ अझ धेरै पढ्नुहुन्छ कि साथीहरू। अनि यहाँ भाइ चाहिँ पढाए जस्तो गरेर पुरै मोबाइल चलाइरहेछ है। एक्जाम छ त्यसको, तर ऊ पढ्न खोज्दैन है। पढे आफै लाग्यो, तर त्यही पनि नपढे पनि आफ्नै लाग्यो भनाइ छ नि त। तर मेरो भाइ घरिघरि पढ्छ, घरिघरि पढ्दैन। त्यति साह्रो नपढ्ने पनि होइन, फेरि चित्त दुखाउँछ कि साथीहरू। अनि साथीहरू कसको बारे चाहिँ यसरी भात खाने बेलामा मोबाइल हेर्ने, अनि मोबाइलमा पनि एकदम सिरियल हेर्ने कि। अनि सिरियलको डायलगमा चाहिँ यस्तो पुरै यस यस गर्ने को छ, हाम्रो दिदी हुनुहुन्छ है। म हजुरहरूलाई मेरो दिदी चिनाउँदैछु है। यो चाहिँ मेरो माइली दिदी हो कि साथीहरू। खाने बेलामा जहिले मोबाइल हेर्नुहुन्छ है। अनि साथीहरू, आज चाहिँ हामी एयरपोर्टसम्म जाँदैछौँ, किनकि आज मेरो जेठो भिनाजुको फ्लाइट छ नि त। हाम्रो भिनाजुको चाहिँ कति अचानक फ्लाइट भयो कि है। अहिले जाने चाहिँ फिक्स थियो, तर आजको आजै भन्ने चाहिँ थिएन कि। अनि हिजो इमर्जेन्सी हाम्रो भिनाजुलाई चाहिँ आउनु पर्यो, यहाँ इमर्जेन्सी बोलाएको थियो। भोलि हजुरको फ्लाइट छ भनेर। अनि भिनाजु नाइट गाडीमा आएर चाहिँ आज हाम्रो भिनाजुको राति 9 बजीको फ्लाइट थियो नि त। अनि मेरो भिनाजुलाई चाहिँ मनैदेखि ह्याभ अ सेफ फ्लाइट भन्न चाहन्छु है। अनि हामीहरू चाहिँ गयौँ, दिदी म भाइ गयौँ। अनि भिनाजुको अलि सामान किन्नु थियो, ब्ल्याङ्केटहरू किन्नु थियो। केही भ्याउनु भएको थियो नि त लिनलाई, केही भ्याउनु नै भएको थिएन कि। अनि हामी सबैजना मिलेर किनमेल गरिदियौँ। भिनाजु पनि उहाँ छुट्टै काम गर्दै हुनुहुन्थ्यो। अनि मेरो बुढा पनि आउनु भएको थियो छोड्नलाई। अनि भिनाजुको किनमेल सकेर चाहिँ हामी एयरपोर्टतिर लाग्यौँ। अनि एयरपोर्ट जाँदाखेरि चाहिँ कस्तो नराम्रो लाग्छ नि त। अब एक्कासी नसोचेको कुरा हुँदा त जसलाई पनि नराम्रो लाग्छ नि त। अनि हामी यहाँ भिनाजुलाई पर्खिरहेको थियौँ। अनि हल्का हामीले भिडियो बनायौँ। अनि सबैजना वेट गरिरहेको थियौँ भिनाजु कतिखेर आउनुहुन्छ भनेर। अनि दिदीहरू फेरि एकछिन कहाँ जानुभयो, भिनाजुको एउटा काम थियो, सामान छुट्याएको थियो। अनि गएर पनि दिदीहरू फर्केर आइसक्नु भएको थियो। अनि भिनाजु फाइनली आउनुभयो। अनि अघि हामीले किनिदिएको सामान चाहिँ हामी सबैजना मिलेर चाहिँ हालिदिइरहेछौँ। भिनाजुले चाहिँ सामानमा चाहिँ ब्ल्याङ्केट अनि घडी लिनुभएको थियो। घडी चाहिँ उनी घरमै छुटेछ हतारमा। अनि घडी सडी लिनुभएको थियो, एयरपोर्टहरू लिनुभएको थियो कि चाहिन्छ नि त। सबै उही हतारमा सबै बिर्सिनु भएछ कि। अनि किन्नु पऱ्यो नि त। अनि किनेर सिनेर चाहिँ हाल्नुभयो। अनि आन्टी पनि फाइनली आउनुभयो। अनि आन्टीलाई चाहिँ परैबाट हाई गर्दै थिएँ कि। हामीले चाहिँ सामान सबै हालिदिएपछि अब चाहिँ टिका लगाइदिनु पऱ्यो भनेर चाहिँ सबैजना आन्टी आएपछि रेडी गरेर चाहिँ हामीले टिका ल्याउनु भनेको थियो। अनि आन्टीले टिका सिका लिएर आउनुभयो घरबाट मुछेर। अनि सबैजनालाई टिका सिका लगाइदिनु। भिनाजुको 2जना साथीहरू पनि हुनुहुन्थ्यो नि त। अनि उहाँहरूको पनि कोही आउनु भएको थिएन। अब हतार उहाँहरू पनि आज बिहानै प्लेनमा आउनु भएको अरे कि हतारमा। अनि लास्टै हतार नै थियो कि। मैले चाहिँ पहिलोचोटि यस्तो देखेको है। विदेश जान पनि बिचरा यस्तो हतारमा जानुभएको नि मैले भन्न नि सक्दैन कि है। अनि यता चाहिँ पुरै भिडियो कलमा बोल्दै अब दिदीलाई पनि नराम्रो लागिरहेको थियो। अलिकति टाइम भएको भए दिदी पनि आउन पाउनुहुन्थ्यो, तर हतार भयो। उता नानी पनि बिरामी छ, त्यही भएर दिदी चाहिँ आउन पाउनु भएन। अनि साथीहरू, हामीले चाहिँ के सोचेको थियौँ कि भिनाजु 1-2 दिन अगाडि आउनुहुन्छ, हाम्रो घर जानुहुन्छ, गेट टुगेदर गर्ने, रमाइलो गर्ने, यो गर्ने भनेर सोचेको थियौँ कि। कति कुराको हामीले सोचेको थियौँ कि, तर केही भएन कि। इभन हामीलाई त हिजोसम्म थाहा पनि थिएन भिनाजु जाने भनेर है। भिनाजुलाई पनि थाहा थिएन कि म भोलि जान्छु भनेर कि। एक्कासी फोन आएर चाहिँ भिनाजु आउनु परेको हो नि त। भिनाजुलाई चाहिँ अब 1-2 दिन पछि, 1 हप्ता पछि हुन्छ भनेर सोच्नु भएको थियो। तर एक्कासी साँझतिर फोन आएर हजुर भोलि जसरी भए पनि आउनुपर्छ, हजुरको भोलि फ्लाइट छ भनेर चाहिँ भिनाजु नाइटमा आएर चाहिँ आज सबै डकुमेन्टहरू मिलाएर चाहिँ भिनाजुको आज फ्लाइट भएर भिनाजु आज जाँदै हुनुहुन्छ है। अनि सबैले टिका सिका लगाइदिउँ। अनि दही पनि खुवाइदिउँ, मैले पनि खुवाइदिएँ, भिनाजुले पनि खुवाइदिउँ। सबैले मेरो बुढासुढा सबैले खुवाइदिनु भयो कि। नराम्रो पनि लागिरहेको थियो। अब नराम्रो लागेर भएर पनि केही भएन। अब बाहिर त जानै पर्यो आफ्नो फ्युचरको लागि। अब आफूले देखेको सपना पुरा गर्न त जानै पर्यो साथीहरू। त्यही भएर अनि साथीहरू हल्का फोटोसुट चाहिँ खिच्नै पर्यो। अनि फोटोसुट पनि खिच्यौँ हामीले। अनि हल्का त्यही कुरासुरा भइरहेको थियो। भिनाजुले भन्दै हुनुहुन्थ्यो कि मेरो यस्तो भयो, मैले कसैलाई पनि इन्फर्म गर्न पाइनँ भनेर भन्दै हुनुहुन्थ्यो। अनि हामीले चाहिँ केही छैन, भिनाजु बुझिहाल्नुहुन्छ नि सबैजनाले। हामीले बुझिहाल्यौँ, हामी आइहाल्यौँ, केही छैन, अब कहिलेकाहीँ यस्तो हुन्छ भन्दै थियौँ हामीले। अनि टक्क भिनाजुले पुरै बाई गर्दै हुनुहुन्थ्यो सबैजनालाई है। अनि भिनाजुलाई चाहिँ अब यो दही नराख्नु खानु भनेर सबै दही हामीले भिनाजुलाई
खुवाउन लगायौँ खानु भनेर खानु नै भयो सबै दही अनि बिनाजुको आँखामा आँखाभरि आँसु थियो है अलिकति नराम्रो त लागिहाल्छ अनि यता दिदी पनि नरमाइलो भइरहेको थियो दिदीलाई पनि अब बुढालाई पुर्याउन पनि आउन पाउनु भएन सानो नानी भएर एक त इमर्जेन्सीले आउनु पर्यो अनि यहाँ चाहिँ दिदी र बिनाजको मैले भिडियो बनाइदिएको थिएँ क्या दिदीले पुरै रोइरहनु भएको थियो अनि सानो बाबा पनि पुरै बाबालाई बाई गरिदिइरहेको थियो अनि बिनाजुको आँखाभरि आँसु थियो अनि यो देखेर चाहिँ कस्तो नराम्रो लाग्छ नि त यस्तो सानो बच्चालाई छोडेर जान कसलाई रहर हुन्छ र है हाम्रो नेपालमा केही छँदै छैन कि जो मान्छे पनि विदेश गइरहेको हुन्छ अलिकति हाम्रो नेपालमा पनि राम्रो भएको भए कोही मान्छे पनि जान पाउनु हुँदैन एक दुई दिन अगाडि थाहा भएको भए चाहिँ म पनि अगाडि नै आउँथेँ ग्यादरिङ हुन्थ्यो अपर झट भयो अपर झट भएपछि हिजो बेलुका नाइटमा आयो आज हिँड्नु पर्यो आज बेलुका 9 बजे यही भिडियोबाट सबैलाई सम्झनु भन्दिनु फ्लाइट छ यही भिडियोबाट चाहिँ सबैजनालाई मिस यु भन्दै सम्झेको छु ओके बाई 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 अर्को दिन आउँदा एकदम राम्रो अब नेक्स्ट टाइम हैन बिना 6 महिना पछाडि खानुहुन्छ 6 महिना पछाडि आउँछु 6 महिना पछाडि आएपछि सबैसँग भेटौँला रमाइलो गरौँला रुन थाले फेरि कोही यता नै रुन थाले कोही छैनन् नि अनि हल्का रमाइलोको लागि चाहिँ मैले पनि बिनाजको सामानहरू सार्दै अनि आन्टी चाहिँ पुरै अब मेरो छोरी जान लाग्यो भनेर पुरै अँगालोमा हालेर नाटक गर्दै हुनुहुन्छ अब सबैजना स्याड भइरहनु भएको थियो अनि हामीले सबै इन्टरटेनमेन्ट गराउनै पर्यो अनि आन्टीले हामीहरू सबैजनालाई टिका लाउँदै हुनुहुन्थ्यो मैले चाहिँ लाइनँ अनि के अरे भाइ दिदी मेरो बुढालाई सबैलाई टिका लगाइदिएर चाहिँ हल्का रमाइलो गर्दै हुनुहुन्छ तिमीहरू पनि चाँडै जाऊ भन्दै होइसिन्थ्यो अनि आन्टीले आफूले पनि लाउनु भयो हो अनि आन्टीले पनि भन्नुहुन्छ म पनि छिटो अमेरिका जान पाऊँ भनेर डिबी परोस् भन्दै हुनुहुन्थ्यो हल्का इन्टरटेनमेन्ट चाहिँ गर्नु पऱ्यो नि त अब स्याड भएर त पठाउनु भएन नि त अनि कुरा गर्दै बिनाजुको जाने बेला पनि भयो अनि मेरो बुढाले चाहिँ बिनाजुलाई किड्ससँग छोडिदिनु भयो अनि हामीले पनि बिनाजुलाई बाई बाई भनेर अब आउने दिनहरूमा बिनाजुलाई कहिले पनि नराम्रो नहोस् सधैँ खुसी हुनु होला है चाहेको कुरा सबै पुरा होस् जुन कुरा सोचेर जानुभएको छु त्यही कुरा पुरा होस् सब हजुरको सपना सधैँ पुरा भइरहोस् कहिले पनि पीडा नहोस् भन्न चाहन्छु जस्तो पठाएको थियौँ त्यस्तै फर्केर आउनु होला दुबलाएर चाहिँ आउने होइन नि बिना चाहिँ फेरि मोटाएर आउनुपर्छ है भन्न चाहन्छु यताको भिड नगर्नु होला यता हामी छौँ है त्यही भन्न चाहन्छु हेभ अ सेफ फ्लाइट भन्न चाहन्छु है अनि बिनाजुलाई चाहिँ हामीले बाई गरेर चाहिँ हामी अब यहाँ एकछिन टिकटक बनाउने भनेर आन्टी हामी सबैजना टिकटक बनाएर चाहिँ मेरो बुढालाई चाहिँ हामीले बाई गरेर चाहिँ हामी दिदीकोमा फर्क्यौँ किनकि अहिले मलमास चलिरहेको हुन्छ साथी अनि हजुरलाई हाम्रो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट र फलो गर्नु होला बाई